सिमसिम पानी पर्दैछ बर्खालाई सक्यो मायाकै पिर सुर्थले कलेजी खाइसक्यो। अनि स्वागत छ तपाईहरुलाई तौथली पाथिङल भ्लगमा। आज चाहिँ के हो भन्दाखेरि छौं हामी मकै बारीमा। मकै चाहिँ ठ्याक्क लाएर खाउँ भनेको तर रहेनछ। ट्याक्क लाएर आज चाहिँ मकै चोर्नलाई आएका थियौं तर मकै घोगा नलाए भएर चाहिँ हामी छैनौं। अहिले चाहिँ सिमसिम पानी पर्दैछ बर्खा लागिसक्यो मायाको पिरा सुर्ताले कलेजी खाइसक्यो हैन। पानी आइरहेको छ झमझम। तौथली पाथिङल भ्लगलाई चाहिँ यदि तपाईहरु नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर गर्न चाहिँ पक्कै पनि नबिर्सिनु होला। अहिले चाहिँ हामी गुटुङटुङ लाएर मकै बारी हुँदै हामी एउटा पुरानो घरमा जाँदै छौं। ट्याक्क लाएर है हजुरहरु, ट्याक्क लाएर हेर्नुस् अहिले चाहिँ मकै अब बिस्तारै धान जमेर लाग्ने बेला भइसकेको छ। ट्याक्क लाएर अहिले चाहिँ ट्याक्क लाएर असारको अन्तिमतिर छौं हामी अहिले। अब केही समयपछि साउन लाग्छ, त्यो पछि चाहिँ बारीबाट चाहिँ अलिकति बिदा भएर जाउँला। अब यो असारसम्म चाहिँ किनकि हाम्रो कृषि किसानहरुको मेन महिना भने यो असार हो हैन। त्यसकारणले चाहिँ हामी असारको लागि चाहिँ खेतीबारीमै बसौं, खेतबारीमै यसो रमाइलो गरौँ भन्ने हो। ट्याक्क लाएर हैन गाइसहरु, अहिले चाहिँ झ्याम पानी परिरहेछ, झम्का झ्याम पानी परिरहेको छ। ट्याक्क लाएर हैन गाइसहरु, हाम्रो यो किसानको दुःख गरेको मकै यत्रो भइसकेको छ। ट्याक्क लाएर गाह्रो छ हो हजुरहरु, गाह्रो छ। ट्याक्क लाएर हैन मकै बारीहरु चाहिँ यस्तो रहेको छ हैन। यो बेला चाहिँ ट्याक्क किसानहरुले बेलैमा मल पाए भने चाहिँ अझै बाली अझै राम्रो हुँदै हरियो सप्रेर राम्रो फल लाग्छ। ट्याक्क लाएर हैन राम्रो फलहरु लाग्छ। यदि मल भएन भने चाहिँ अब त्यही त हो नि गाइसहरु, अब मल भएन भने त कहाँबाट अब फल राम्रो लाग्नु हैन। त्यही भएर किसानले चाहिँ बेलैमा मलहरु पाए भने चाहिँ एकदम दुःख गरेको अनुसारले फल पनि पाइन्छ, लाभ पनि लिन सकिन्छ। त्यसकारणले ट्याक्क लाएर मकै बारी भित्र देखिरहनु भएको छ हाम्रो सुन्तला बारी। सुन्तला बारी अहिले यसलाई चाहिँ हामी मकै बारी बुझौं हैन गाइसहरु। सबै थोक कृषि नै हो। ट्याक्क लाएर अहिले चाहिँ हामी मकै बारीमा यसो हेर्दै थियौं मकैहरु हैन। ट्याक्क लाएर मकैहरु हेर्दै थियौं तर मकै रहेनछ। अब ट्याक्क लाएर बिस्तारै हिँड्दै छौं हामी चाहिँ। तपाईहरुलाई एउटा पुरानो घरमा लाँदै छौं। त्यस अघि तपाईहरुलाई के देखाउन चाहन्छु भन्दाखेरि उतैनिर देखिरहनु भएको छ नासपाती हैन। ट्याक्क लाएर त्यहाँ चाहिँ अब बिस्तारै खाने बेला हुनुहुन्छ है गाइस। नासपाती खाने बेला भइसि चाहिँ ट्याक्क लाएर हामी चाहिँ चोर्न आउँदै छौं है गाइसहरु। यो चाहिँ तपाईहरुलाई सुटुक्क भनेका छौं हैन, तर हामीले यस्तो भन्नु नहुने हो। तर ट्याक्क लाएर नासपाती चाहिँ ट्याक्क लाएर अब केही समयपछि खानुपर्छ। अहिले हामी बिस्तारै हिँड्दै छौं, सिमसिम पानी परिरहेकै छ। हामी भिज्दै बिना छाता भ्लग बनाइरहेका छौं तपाईहरुमा हामीले माया पाउनको लागि। हामी चाहिँ बिस्तारै है गाइसहरु ट्याक्क लाएर हामी चाहिँ आज भन्दा केही वर्ष थुप्रै पुरानो घरमा जाँदै छौं। ट्याक्क लाएर हिँड्नुस् लौसी। अहिले खाने बेला भएको छैन। नासपाती बेला त भएको छैन, खानु पर्छ कि क्या हो हजुरहरु। ट्याक्क लाएर नासपाती चाहिँ खाइदिउ है, झरी परिरहेकै छ। ट्याक्क लाएर के हो गाइसहरु, भेट सकिँदैन क्या? गाह्रो छ त के हो गाइसहरु, गाह्रो छ त हजुरहरु। के गर्ने गाइस, हामी नासपाती नखाने हो क्या? नासपाती त खान पर्ने हो गाइस, तर चिन्ता नगर्नु हामी नासपाती खान्छौं। म झन्नै लडेको थिएँ। त्यति मिठो चाहिँ रहन्छ गाइसहरु है। त्यति मिठो चाहिँ रहेनछ तर पनि नासपाती खाने कार्यक्रममा हाम्रो सफल भइसकेको छ।
हाम्रो भ्लग हेर्दै गर्नु होला धेरै धेरै रमाइलो हुनेछ हाम्रो भ्लगहरू हैन एकदम मिठो नभए नि यतिको अहिलेसम्म ठिकै हो आज चाहिँ हामी यस्तै गाउँठाउँ घुम्ने क्रममा पुरानो घर फेला पारिएका छौँ त्यस कारणले हामी एकदम पुरानो घरतिर जाँदैछौँ है गाइजहरू ट्याक्क लाएर यही हो त्यो पुरानो घर ट्याक्क लाएर हेर्नुहोस् क्या दामी छ है गाइजहरू घर हो अब चाहिँ हामी त्यहाँ जाँदैछौँ ट्याक्क लाएर हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला ट्याक्क लाएर अब कताबाट जाने भयो होइन गाइजहरू बाटो चाहिँ छैन यस्तै ट्याक्राक टुक गरेर जानु पर्ने भयो गाइजहरू एकैताल हामी चाहिँ घर पुगेपछि मात्र क्यामेरा अन गर्नेछौँ हेर्दै गर्नु होला गाइज ट्याक्क लाएर हामी चाहिँ ट्याक्क लाएर होइन यत्रो काल्नु फालिहाल्यौँ होइन ट्याक्क लाएर गाइज हामी चाहिँ यहाँ मकैबारी हुँदै जाँदैछौँ हाम्रो पुरानो घर हेर्नको लागि ट्याक्क लाएर अब बिस्तारै जाँदैछौँ है गाइज मकैबारी हुँदै गाह्रो छ हजुर गाह्रो छ भ्लग बनाउनको लागि गाह्रो छ एकदम हामी पुरानो घरतिर जाँदैछौँ पुरानो घरको लागि हेर्नुहोस् ओ ओ ओ ओ ओ हामी चाहिँ डह्रो लड्यौँ होइन गाइस डह्रो लड्यो चिन्ता नगर्नुहोस् त्यही पनि हामी भ्लग बनाउने काम छोड्दैनौँ ट्याक्क लाएर बनाइरहेको छु म ट्याक्क लाएर लडिसकेको छु गाइस मकै भाँची गयो है केही छैन हामी चाहिँ 40 वर्ष अगाडि पुरानो घरमा आएका छौँ करिब 41 सालमा बनेको घर हो यो हामी चाहिँ ट्याक्क लाएर आज कति 81 साल लगभग 40 वर्ष भएछ यो घर बनेको तर भुइँचालोलेसम्म डेक हलाउन नसकेको घर हो यो त्यस कारणले आज यो घरको विशेषताबारे बोल्दैछु होइन गाइजहरू भुइँचालोलेसम्म केही पनि गर्न सकेको छैन हेर्दैमा देखिन्छ नि दामी दामी जस्तो भ्यू देखिन्छ होइन ट्याक्क लाएर होइन गाइजहरू कस्तो राम्रो घर है ट्याक्क लाएर यही घर हेर्ने क्रममा नराम्रोसित लडेको छु है गाइस अलिअलि चोटपटक लाग्यो जस्तो छ गाइस चिन्ता नगर्नुहोस् हाम्रो यो प्यारो घर हो भूकम्पले हलाउन नसकेको घर अब अलिकति अगाडि जाऊँ है त गाइस डह्रो लडियो है ट्याक्क लाएर लडियो ओ अगाडि जाँदा भाइ के हो यो भटास हो कि क्या हो आँगनमै भटास रहेछ खास यहाँ अहिले कोही पनि बस्नु हुनुहुन्न त्यस कारणले यहाँ भटास भयो गाइस है ट्याक्क लाएर अहिले पानी नै आइरहेको छ सिमसिम पानी आइरहेको छ है गाइस डह्रो लडियो ट्याक्क लाएर हेर्नुहोस् आजको मौसम भन्दा नि असारको मौसम यस्तै झरी बादल वर्षायाम यस्तै हो बर्खा लागिसक्यो मायाको सम्झनाले बेला बेला मुटु कटक कटक खान्छ के भन्नु हजुर गाह्रो छ एकदम फाइनली हामी चाहिँ यहाँ घरको गेटमा भन्दा नि ढोकामा आइपुगिसकेका छौँ है गाइजहरू अहिले चाहिँ यहाँ कोही बस्ने नभएका कारणले यहाँ ट्याक्क लाएर यहाँको माहौल भनिन्छ नि अब नबस्ने भएपछि अलिकति सोचेको जस्तो त हुँदै हुँदैन है त्यस कारण यहाँ अलिकति भएको रहेछ तर भुइँचालो चाहिँ केही पनि सर्काइ सुर्काइ केही पनि गरेको छैन एकदम बलियो घर होइन ट्याक्क लाएर यो 41 सालमा बनेको घर रहेछ यहाँको बुवासँग हामीले सोधिसकेका थियौँ पहिल्यै सोधिसकेका थियौँ अनि त्यो पछि यो घरबारे हामीलाई सबै थाहा भइसक्यो है त्यस कारणले ट्याक्क लाएर भुइँचालोसम्म केही नगर्यो भने चाहिँ हामी भिडियो रिपोर्टिङको क्रममा यहाँसम्म आइपुग्यौँ है गाइजहरू तपाईँहरूलाई हामीले भ्लग ल्याउन नि हामीलाई निकै दुःख छ गाइजहरू हामी दुःख गर्दैछौँ बिस्तारै राम्रो गर्ने कोसिसमा छौँ गाह्रो छ हजुर गाह्रो छ भ्लग बनाउनलाई एकदम गाह्रो छ झरी बादल घाम पानी केही पनि भन्न पाइँदैन है ट्याक्क लाएर यहाँ पुरानो घरतिर केही खानेकुरो फलहरू के रहन्छ क्या यसो ट्याक्क लाएर यसो हेर्नुपर्छ क्या गाइस भगटे रहेछ है तर बेला भएको रहन्छ ट्याक्क लाएर मकैमा नि अलि बेला भएको छैन धान जमाएर हाल्दैछ ट्याक्क लाएर पानी पर्यो ट्याक्क लाएर कस्तो लडियो भन्ने नि गाइस अहिलेसम्म अलिअलि दुखिरहेको छ तर केही छैन गाउँघरको ढिँडो पिठो खाएर हुर्केको मान्छे हुँ म पनि होइन यस्तो अलिअलि चोटपटक सहन परेको गाइस तपाईँहरूको माया पाउनु हाम्रो लागि ठुलो कुरा हो तपाईँहरूको माया भए मेरो ज्यानै समर्पण छ होइन गाइस हामी चाहिँ ट्याक्क लाएर होइन गाइस यस्तो आइरहेका छौँ पानीमा झमझम भिजिरहेका छौँ अनि भन्नुहोस् हाम्रो भ्लगहरू अहिले कस्तो लागिरहेका छौँ अझ हामी एपिसोड कति 7, 8, 9 त्यस्तै होला गाइसहरू होइन ट्याक्क लाएर हामी गर्दैछौँ अझै राम्रो गर्ने हाम्रो प्रयास रहेको छ ट्याक्क लाएर होइन गाइसहरू यो मकैको
बोट हो होइन गाइजहरू, यहाँ फुल फलिरहेको छ। ट्याक्क लाएर अहिले चाहिँ झमझम पानी परिरहेको छु, त्यही पनि भिजिरहेको छु। हाम्रो ब्लगलाई माया गरिदिनुहोस्, साथ दिनुहोस्, हौसला प्रदान गरिदिनुहोस्। हजुरहरूको धमाधम हामी सुझाव दिने क्रम जारी रहेको छ। अब प्रत्येकको सुझाव अनुसार नै हामी अघि बढ्दैछौँ। हजुरहरूको सुझावहरू हामीले टिप्पणी गरेर पनि राखेका छौँ। अब त्यही अनुसारले प्रत्येक एपिसोडमा हामी फरक तरिकाले फरक शैलीमा हामी प्रस्तुत गर्दैछौँ होइन। चौथली पाटिङल ब्लगको सम्पूर्ण क्रिउ टिमदेखि सम्पूर्ण होस्ट व्यवस्थापकीय सल्लाहकार सम्पूर्ण उत्तिकै हाम्रो लागि ठुलो हो होइन। गाइडहरू पानी परिरहेको छ। त्यस्तै हो, आज हामी पुरानो घरमा आइपुगिसकेका छौँ। रिकर्डिङको क्रममा यदि हजुरहरूसँग कला जस्तै प्राचीन चिजहरू केही छ भने हामीलाई सम्झाउन सक्नुहुन्छ। हाम्रो जिमेल चौथली पाटिङ्गल ब्लग त्यस्तै छ, तर डिस्क्रिप्सनमा राखिदिनु होला। अब मलाई थाहा हुँदैन किनकि म होस्ट हो होइन, त्यस कारणले म यो अलिकति हुन्छ नि यो पर्दा पछाडिको कुरा मलाई थाहा हुँदैन। पर्दा पछाडि हाम्रो 4 जना वा 5 जना हुनुहुन्छ पर्दा पछाडिको टेक्निसियनहरू मिलाउने त्यहाँ होइन। त्यस कारणले म चाहिँ होस्ट हो होइन। होस्टको रूपमा खडा भइसकेपछि अलिअलि त थाहा हुनुपर्ने हो, तर मलाई कुन कथामा मलाई फोकस गर्ने हो, कुन चाहिँ कथालाई अझ राम्रो गर्ने हो, कसरी तपाईँहरूको माया पाउने हो त्यस कुरा मात्रै थाहा छ। तर म बिरामी अवस्था हुँदा पनि मैले भ्लग बनाउन छोडिनँ। तपाईँहरूको माया पाउँछु भन्ने आश हो। हामीलाई हरेक शुक्रबार कुर्नु हुँदो रहेछ 100, 150, 200 जना, कहिले काहीँ 50, 60, 70 जना लगभग। हामीले 100 दर्शकले चाहिँ लगभग सधैँभरि साथ दिनु हुँदो रहेछ। हामीले 100 दर्शक भने नि ठुलै हो। आज असफल होगा तर भोलि एक न एक दिन सफल हुनेछौँ होइन। अब सुरुवातै नगरिकन हामी असफल हुनु र सुरुवात गरेर असफल हुनुमा त धेरै नै फरक छ। अब बिस्तारै अघि बढ्दैछौँ, हिरा भेट्नु केही समय नै लाग्ला। हामीलाई साथ समर्थन माया हौसला दिनु होला। म आज झमझम पानीमा पनि भिजिरहेको छु। चौथली पाटिङल भ्लग बनाउने क्रममा म एकताल 3 दिनसम्म हस्पिटलमा भर्ना हुनु परेको छ। तर तपाईँहरूकै माया तपाईँहरूकै साथ समर्थनले गर्दाखेरि म आज होइन तपाईँहरूको माझ अझै खडा हुन पाएको छु। अझै राम्रो गर्न जाउँ, तपाईँहरूलाई मेरो परिचय अझै दिँदै जाउँ होइन। अब बिस्तारै यो सूत्र गर्न सकिन्छ। यस्तो दामी बनाउने सोचमा छौँ होइन। दामी भन्दाखेरि दामी राम्रै नहोला, तर अझ प्रयास गर्छौँ, अझ प्रयास हुन्छौँ। हामी किसानको दुःखलाई यदि हजुरहरूको केही पनि हामीले चर्चा गर्नु छ, केही विज्ञापनहरू गरिदिन्छ भने हजुरहरूलाई कसरी हुन्छ साथ दिन्छौँ। भोलिको दिन हामी त मरेर जाँदैनौँ। के गरेको छ भन्दाखेरि चौथली पाटिङल भ्लगले यस्तो विकास गरेको थियो नि, यस्तो विकासको बारेमा बोलिदिएको थियो नि होइन। भोलि भावी पुस्ताको लागि चाहिँ यो हाम्रो उपहार स्वरूप हुन्छ नि चौथली पाटिङल भ्लग। अब भोलिको दिन त कसले देखेको छ होइन। अब मान्छे धनको घमनी गर्छन् पारो नि, अब जेसुकै होस् मतलबै भएन होइन। गाइजहरू 5 दिन 13 मेरो मरिसकेपछि सकिगयो नि होइन। अनि त्यो पछि त त्यही हो। अब बाँकी कुरा त के गर्नु। चौथली पाटिङल भ्लगलाई मायाको खाँचो छ, तपाईँहरूको सेयरको खाँचो छ, लाइकको खाँचो छ, कमेन्टको खाँचो छ होइन। एकदम साथ र हौसला प्लिज दिनु होला। म होस्ट भाइ टेसीको तर्फबाट हाम्रो पर्दा अगाडि र पर्दा पछाडि देखिरहनु हुने सम्पूर्णलाई धेरैभन्दा धेरै माया दिनु। हाम्रो पर्दा अगाडि र पर्दा पछाडि भर्ने सम्पूर्ण दर्शकबिनहरूलाई धेरैभन्दा धेरै माया र धेरै साथ, धेरै हौसला, धेरै प्रदान दिनुहुन हार्दिक अनुरोध गर्दछु। हामीले सम्पूर्णले साथ दिइरहनु भएको छ। पर्दा अगाडिदेखि पनि उत्तिकै खसिनु भएको छ भने पर्दा पछाडि त झन् खसिनु नै हुनेछ होइन। धन्यवाद, यति नै भन्न चाहे। हाम्रो भ्लग आगामी दिनमा पनि हेर्दै गर्नु होला। आज हामी पुरानो घरमा आएर भ्लगलाई इन्डिङ गरेका छौँ होइन। अब अर्को हप्ता के होला त्यसको लागि चाहिँ तपाईँहरूले 1 हप्तासम्म कुर्नै पनि हुन्छ होइन। त्यस कारणले यति नै भन्न चाहे। हस् त, धन्यवाद। त्यति बेलासम्म हामीलाई माया दिनु होला, साथ दिनु होला, हौसला प्रदान गर्नु होला। धन्यवाद।